Hello, welcome back to our channel. Last time we were doing inserting the missing character. आज चाहिँ म few sumsहरू गर्छु त्यसले चाहिँ यो च्याप्टरको चाहिँ डल्लै टाइपको कस्तो कस्तो डिफ्रेन्ट टाइप्सको क्वेसन्सहरू चाहिँ सबै कभर अप हुन्छ हो सो लाइक मैले इम्पोर्टेन्ट टिप्स चाहिँ के दिएको थिएँ भने यसको लागि स्क्वायर रुट क्युबहरू चाहिँ याद गरेर चाहिँ एकदम सजिलो हुन्छ हो सो लेट्स लुक एट दिस क्वेसन यहाँ यस्तै हेरेपछि हामीले बुझिहाल्यो टूको स्क्वायर रुट कति हो 4 हो टू स्क्वायर भनेको 2 इन्टु 2 दुई खेप स्क्वायर भनेको दुई खेप होइन 2 स्क्वायर 4 हो सो यहाँ छ त्यस्तै गरेर के लेखेछ फोर्स यहाँनिर 8 स्क्वायर कति हो 64 8 इन्टु 8 भनेको कति हो 64 हो त्यस्तै गरेर 5 स्क्वायर कति छ 5 स्क्वायर 25 छ हो अन्त त्यो गरेर यसको पनि स्क्वायर रुट लेख्नुहुन्छ 1 स्क्वायर कति हो 1 इन्टु 1 कति हो अलवेज 1 सो अप्सन कुन चाहिँ हुन्छ हाम्रो 1 हुन्छ मुभिङ टु द नेक्स्ट क्वेसन यहाँनिर यस्तो बक्स देख्छ ग्रिड होइन त्यसमा नम्बर्स छ यहाँनिर के गर्नुपर्छ यो चाहिँ यहाँ फाइन्ड गर्नुपर्छ यहाँ यस्तो हेर्दा यो त ठुलो नम्बर छ र के गर्नु भने यसको स्क्वायर रुट गरेर गरौँ 11 इन्टु 11 कति हो 11 स्क्वायर 121 हो 1 स्क्वायरको के हुन्छ 1 नै हुन्छ सो यो दुईवटा 120 कसरी आएछ यो 121 माइनस 1 कति भयो 120 त्यस्तै हो कि होइन भनेर अर्कोपट्टिमा जाउँ होइन 2 स्क्वायर कति भयो 2 इन्टु 2 4 भयो 7 7 जा 49 49 माइनस 4 कति भयो 45 र त्यसरी सल्भ गरेको रहेछ फर्स्टमा दुईटै नम्बरको स्क्वायर रुट गर्यो त्यो स्क्वायर रुट नम्बरलाई चाहिँ माइनस गर्दा द्याट वुड बी द आन्सर 5 5 चाहिँ कति भयो 5 स्क्वायर 25 हो 3 स्क्वायर 9 हो 25 माइनस 9 कति हुन्छ 16 हुन्छ सो यहाँ अप्सनमा छ कि छैन सो वी हेभ 16 सो द्याट्स द आन्सर नाउ मुभिङ टु द नेक्स्ट क्वेसन नम्बर 7 सर्कल छ होइन सर्कलमा यहाँ नम्बर छ नम्बरको भित्रमा अझै नम्बर छ यहाँनिर के गरेको रहेछ भने 4 9 49 यो सबै स्क्वायर रुटको नम्बर हो सो यहाँ हेरौँ यहाँ के दुईवटा नम्बर गरेर चाहिँ यो आएको छ दुईवटा नम्बर गरेर यो दुईवटा नम्बर गरेर यो दुईवटा नम्बर गरेर यो सो ओन्ली वे 4 आउनु चाहिँ कस्तो हुन्छ 6 माइनस 4 कति भयो 2 भयो अन्त 2 को त डबल छ मतलब यो स्क्वायर रुट हो 2 स्क्वायर 4 भयो यहाँनिर 8 माइनस 5 कति हुन्छ 3 अन्त र फेरि 3 को स्क्वायर रुट कति भयो 9 भयो 9 माइनस 2 कति भयो 7 र 7 को स्क्वायर कति भयो 49 त्यसरी 7 माइनस 6 1 भयो 1 को स्क्वायर रुट कति हुन्छ 1 नै हुन्छ सो दिस इज द आन्सर के गरेछ दुईवटामा डिफ्रेन्स खोज्नुपर्छ डिफ्रेन्स खोजेर त्यो नम्बरको चाहिँ स्क्वायर रुट चाहिँ भित्र लेखेको रहेछ हो सो मुभिङ टु द नेक्स्ट क्वेसन नम्बर 8 सो यहाँनिर पनि यसो हेर्दा म इफ यु नो द स्क्वायर रुट होइन टक 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 याद भयो चाहिँ बुझिहाल्छ यो सबै स्क्वायर रुट नम्बर हो यहाँ 5 5 25 7 7 49 अन्त 6 6 36 8 8 64 र यो के गरेको रहेछ भने अब चाहिँ यो एड गरेको रहेछ 12 13 होइन 15 25 सो यो सबै नम्बर हेर्नु 7 7 प्लस 6 13 होइन 13 प्लस 5 18 18 प्लस 8 कति भयो 26 त्यसरी गरेको रहेछ हो त्यसरी यो डबल चेक गर्नु लागि यहाँ हेर्नु फेरि यहाँनिर 3 को स्क्वायर 9 हो अन्त 9 9 चाहिँ 81 4 4 16 5 5 25 यो सबैको स्क्वायर रुटको नम्बर चाहिँ के हो एड गर्नुपर्छ त्योपछि 9 प्लस 3 12 12 प्लस 4 16 16 प्लस 5 21 हो त्यसपछि त्यसरी यो पनि त्यसरी सल्भ गर्नुपर्छ यो 25 भनेको 5 को स्क्वायर रुट हो 5 होइन यो 8 को स्क्वायर रुट 64 6 को 36 यो 144 चाहिँ 12 को स्क्वायर रुट हो यो सबै नम्बर मात्रै एड गर्ने होइन 5 प्लस 8 होइन प्लस 6 प्लस 12 गर्दा कति भयो 12 प्लस 8 20 25 प्लस 25 होइन अन्त प्लस 6 31 सो आन्सर चाहिँ 31 हो के गरेको रहेछ भने पहिला चाहिँ यो यस्तो यस्तो स्क्वायर रुट रहेछ स्क्वायर रुटको नम्बर निकाल्यो त्यो नम्बरहरूलाई चाहिँ सबै एड गरेर चाहिँ भित्रको नम्बर चाहिँ आउँछ सो द्याट वे आन्सर वुड बी डी
So I've covered all types of questions होइन जो चाहिँ यो मिसिङ क्यारेक्टरमा आउँछ इन्सर्टिङ द मिसिङ क्यारेक्टर यसमा चाहिँ मेन चाहिँ के याद गर्नुपर्छ तिमीले स्क्वायर रुट र क्युबहरू याद गर्नुपर्छ कोहीमा माइनस गर्नुपर्छ कोहीमा प्लस गर्नुपर्छ हो सो यो गरेपछि नि I've solved all types of questions. So thank you for today. That's it. Thank you. Bye.